एउटा नेपाली चेली कलाकार मोडल हिरोइन कविता नेपालीले चाहिँ सगरमाथा र माउन्ट लोत्सेको सफल आरोहण गरेर फर्किसकेकी छिन्। तर एउटा दुःखद कुरा चाहिँ के हो भने उसलाई स्वागत गर्नुको सट्टा, उसलाई कङ्ग्रेचुलेसन भन्नुको सट्टा, उसलाई धन्यवाद दिनुको सट्टा, उसलाई अझ मोटिभेट गर्नुको सट्टा धेरै नेपालीहरू उसको कोटा तान्ने प्रवृत्ति र उसलाई ट्रोल गर्ने प्रवृत्तिमा लागेको देख्दाखेरि चाहिँ साह्रै दुःख लागेको छ। कमसेकम एउटा नेपाली चेलीले आफ्नो मृत्युलाई हातमा राखेर सगरमाथा र माउन्ट लोत्सेको सफल आरोहण गरेर फर्केकी छिन्। कमसेकम उनलाई धन्यवाद त भनौँ, कमसेकम उसलाई चाहिँ स्याबास छोरी स्याबास चेली त भनौँ। तर हामी के गरिरहेको छौँ, सगरमाथामा देखिएका शवहरू देख्दाखेरि उसको अनुहारमा चाहिँ अलि हँसिलोपना थियो भनेर हामी उसलाई चाहिँ कमेन्टहरू गरिरहेका छौँ, कम्प्लेनहरू गरिरहेका छौँ, उसका मजाकहरू गरिरहेका छौँ, ट्रोल बनाइरहेका छौँ। एउटा चेली भर्खर 22-25 वर्षको चेली, त्यो पनि माउन्टेनसँग कुनै सम्बन्ध नाता नभएको चेली आँट गर्छ, हिम्मत गर्छ र मृत्युलाई जितेर उसले चाहिँ एउटा सफलता हासिल गर्छ। तर हामी नेपाली त्यो सफलता देख्दैनौँ, त्यो सक्सेस देख्दैनौँ, त्यो उसको सङ्घर्ष देख्दैनौँ, उसले गरेको हिम्मत देख्दैनौँ, उसको त्यो आँट देख्दैनौँ। तर हामी के देख्छौँ त, उसले चाहिँ त्यहाँ गरेको एउटा सानो मिस्टेक मात्र देख्छौँ। त्यो मिस्टेक पनि होइन वास्तवमा, किनभने उसले एउटा यति ठुलो अचिभमेन्ट गरेर आएको छ र त्यो अचिभमेन्टमा उसलाई चाहिँ रमाउने कि खुसी हुने कि कसरी रियाक्ट गर्ने भन्ने कुराको उसलाई चाहिँ अनुभूति हुनसक्छ। ऊ एउटा रानीवनको डाँडा चढेर आएको होइन, सगरमाथा र माउन्ट लोत्से चढेर आएकी हुन्। कहिलेकाहीँ त मलाई के पनि लाग्छ भने यदि ऊ कविता नेपाली परिवारको छोरी नभएको भए हर्ष बढाइ हुन्थ्यो होला, धेरैतिर चाहिँ उसलाई चाहिँ सम्मानका वर्षातहरू हुन्थ्यो होला। तर ऊ एउटा दलित परिवारबाट भएकी चेली भइन्। उसको जस्ता चेलीहरूलाई चाहिँ हामीले सदैव मोटिभेट गर्नुपर्ने हो, होइन, सहयोग गर्नुपर्ने हो, धन्यवाद दिनुपर्ने हो। यो उसको करेजलाई चाहिँ मान्नुपर्ने हो, सल्युट गर्नुपर्ने हो। तर हामी के गर्छौँ, खुट्टा तानिरहेका छौँ, उसको मजाक बनाइरहेका छौँ, ट्रोल बनाइरहेका छौँ। दुःख लाग्छ।